हामी आज हिमाली भूभागमा घुम्न गइरहेका छौँ र यो हिमाली भूभागमा घुमिरहँदा हाम्रो मुख्य गन्तव्य सगरमाथाको आधार शिविर एभरेस्ट बेस क्याम्प हो र यहाँहरूले यो भिडियोमा सगरमाथा आधार शिविरको वरिपरिको अवस्था कस्तो छ, हिमालहरू कस्तो देखिन्छन्, त्यस्तै हाम्रो यात्राको क्रममा बीचमा देखिने बजारहरू साथसाथै चौरी खर्कहरू र तपाईँले धेरै हिम श्रृङ्खलाहरू देख्न सक्नुहुन्छ। तपाईँले यो सगरमाथा वरिपरिको हिम श्रृङ्खलाहरू देख्दै हुनुहुन्छ। त्यस्तै यो भिडियोमा तपाईँ देख्दै हुनुहुन्छ यो चौरी खर्क हो। हिमाली भूभागमा चौरी गाईलाई राख्नको लागि बनाइएको हुन्छ। यस्तो यो चौरी खर्क भनिन्छ। यहाँहरूले चौरी खर्क देख्न सक्नुहुन्छ। चौरी गाईहरू यहाँ चरनमा चरिरहेका पनि छन्। यो बजार देख्न सक्नुहुन्छ। तपाईँहरू यहाँ माथि देखिएका बजारहरू सँगसँगै हिमाल र यो हिमाली भूभागको जियोग्राफी कस्तो छ हेर्दै गर्नुहोस्। सँगसँगै हामी तपाईँहरू माझमा एउटा अत्यन्त महत्त्वपूर्ण काम लाग्ने जानकारी दिन पनि चाहन्छौँ। यदि तपाईँ तराईबाट अथवा समुद्रको छेउका देशहरूबाट अथवा प्लेन कन्ट्रीहरूबाट हिमालमा अथवा पहाडतिर अग्ला पहाड हिमाल चढ्दै हुनुहुन्छ भने तपाईँहरू अलिकति के विचार पुर्याउनुपर्छ। त्यसको के हो भने हिमाली भूभाग र पहाडी भूभागमा बस्ने मानिसहरूको रगतमा हेमोग्लोबिनको मात्रा बढी हुन्छ र उहाँहरूले अक्सिजन लामो समयसम्म होल्ड गर्न सक्नुहुन्छ र आवश्यक अक्सिजन सजिलैसँग उहाँहरूले सप्लाई गर्न सक्नुहुन्छ आफ्नो अङ्गहरूमा। तर तराईमा अथवा समथर भूभागमा बस्ने मानिसहरूको शरीरमा हेमोग्लोबिनको कन्सन्ट्रेसन अथवा हेमोग्लोबिन कम हुन्छ, डाइल्युट हुन्छ र फलस्वरूप हेमोग्लोबिन कम हुँदा हेमोग्लोबिनको बिचमा आइरन बसेको हुन्छ र त्यो आइरनले अक्सिजनलाई समातेर राख्ने काम गर्दछ अथवा स्टोर गर्ने काम गर्छ र अक्सिजनलाई शरीरको सेल अर्गेनहरूसम्म पुर्याउने काम गर्दछ। त्यसैले तराईमा बस्ने मानिसको शरीरमा हेमोग्लोबिनको मात्रा कम अथवा त्यो डाइल्युट हुन्छ, कन्सन्ट्रेसन अलिक कम हुन्छ पहाड र हिमाली भूभागमा बस्ने मानिसहरूको भन्दा। त्यसैले तराईमा अथवा समथर भूभागमा बस्ने मानिस एक्कासी अग्लो पहाड हिमालहरूतिर जान हुँदैन। बिस्तारै बिस्तारै त्यो क्लाइमेटसँग एडप्ट गर्दै जानुपर्छ। यहाँले अहिले देखिराख्नु भएको छ सगरमाथा वरिपरिको यो हिमालहरू देख्दै हुनुहुन्छ। साथसाथै यसलाई हामी सगरमाथाको आधार शिविर एभरेस्ट बेस क्याम्प पनि भन्छौँ। यसरी यो हिउँले ढाकिएका सेताम्मे हिमालहरू देख्न सक्नुहुन्छ यस भिडियोमा। यो सगरमाथा वरिपरिका हिमालहरू हुन् र सगरमाथा पनि तपाईँले देखिसक्नु भएको। यसरी हामी एभरेस्ट बेस क्याम्पसम्मको सम्पूर्ण अवस्था तपाईँहरू माझमा देखाइरहेका छौँ। यहाँ तपाईँहरू रुख बोट बिरुवाहरू सानसाना बुट्यानहरू पनि तपाईँहरू देख्न सक्नुहुँदैन। यहाँ हिउँले ढाकिएका पहाड हिमालहरू देख्न सक्नुहुन्छ। साथसाथै यहाँ चट्टानहरू तपाईँहरू देख्न सक्नुहुन्छ। यसरी हाम्रो नेपालको अत्यन्त महत्त्वपूर्ण स्थान हो यो सगरमाथा आधार शिविर र सगरमाथा आधार शिविर नजिकै हामी सगरमाथा पनि देख्न सक्छौँ। र तपाईँलाई मैले यहाँ देखाइरहेको यो सगरमाथा आधार शिविर हो र यो आधार शिविरबाट महालङ्गुर हिम श्रृङ्खलाहरू हामी राम्रोसँग हेर्न सक्छौँ र प्रकृतिको आनन्द हामी यस ठाउँमा लिन सक्छौँ। त्यसैले धेरै आन्तरिक पर्यटकहरू र बाह्य पर्यटकहरू सगरमाथा आधार शिविर र सगरमाथासम्म आइपुग्नुहुन्छ। यहाँले अहिले देखिरहनु भएको छ, हेरिरहनु भएको छ, यो बाफ उडिरहेको सगरमाथा हो। नेपालको एउटा महत्त्वपूर्ण स्थान अथवा सम्पत्ति। यहाँलाई यो भिडियो हेरिसकेपछि सगरमाथासम्म हामी गइरहेको भिडियो तपाईँहरूलाई देखायौँ। यो हेरिसकेपछि तपाईँलाई कस्तो अनुभव भयो आफ्नो प्रतिक्रिया कमेन्ट सेक्सनमा राख्न सक्नुहुन्छ। यदि तपाईँहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सपोर्ट गर्नको लागि यहाँले लाइक कमेन्ट र सेयर गर्न सक्नुहुन्छ। साथसाथै च्यानललाई सब्सक्राइब गरेर पनि सहयोग गर्न सक्नुहुन्छ। धन्यवाद।